अब म आदरणीय मदन रत्न मानन्दज्यूबाट आफ्नो कार्यपत्र प्रस्तुतको लागि म विनम्र अनुरोध गर्दछु। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। सबभन्दा पहिले उहाँ भगवान अरहत सम्यक सम्बुद्धलाई सादर नमस्कार। आजको यस ज्ञानमाला गोष्ठीका सभापतित्व ग्रहण गर्नुभएका राष्ट्रिय ज्ञानमाला सङ्घ नेपालका आदरणीय अध्यक्ष रमना श्रेष्ठज्यू र यस गोष्ठी पत्रको टिप्पणी गर्नुहुने आदरणीय तीर्थरत्न साक्य सर, यसै गरी रापोर्टियरमा रहनुभएका हाम्रा डाक्टर पुष्परत्नज्यू, अमिता ढाकुवाज्यू, गोविन्द ताम्राकारज्यू लगायत मञ्चमा आसीन सबै व्यक्तित्वहरूमा नमस्कार। र यहाँ उपस्थित नेपालका विभिन्न जिल्लाबाट पाल्नुभएका ज्ञानमालाका प्रेमी, ज्ञानमाला कर्मी सबैमा हार्दिक नमन। ज्ञानमाला भजन बुद्ध शिक्षा अनुसरण तथा बौद्धिक विकासको विषयमा यो गोष्ठी पत्र अथवा कार्यपत्र तयार गर्न जुन हाम्रो राष्ट्रिय ज्ञानमाला सङ्घ नेपालबाट मलाई जिम्मा दिइयो, त्यही अनुसारले मैले जानी बुझे अनुसारको केही कुराहरू मैले यहाँ पोख्ने अवसर प्राप्त गरेकोमा म अत्यन्त गौरवान्वित भएको छु। र अघि उद्घोषक हाम्रो महासचिव इन्द्रमुनि साक्यज्यूबाट पनि यहाँलाई जानकारी गराउनु भयो। यो गोष्ठी पत्रको जुन विषय छ हाम्रो स्मारिकामा पनि उल्लेख छ। यो स्मारिका जुन हिजो हाम्रो विमोचन भयो र त्यसको पृष्ठ 30 मा यो कार्यपत्र उल्लेख छ। अब समय धेरै नलिकन म यो कार्यपत्र वाचन गर्न गइरहेको छु र यो वाचन गर्ने यो अनुमति पनि मैले अध्यक्ष आदरणीय रमना श्रेष्ठज्यूबाट पाएको छु। राष्ट्रिय ज्ञानमाला सङ्घ नेपालको तत्वावधानमा ज्ञानमाला सङ्घ धर्मशिला बुद्ध विहार नदीपुर पोखराको व्यवस्थापनमा 2082 पौष 26 हिजोबाट भोलिसम्म यस पर्यटकीय नगर पोखरामा हुन गइरहेको 11औं राष्ट्रिय ज्ञानमाला सम्मेलनको भव्य सफलताको शुभकामना तथा यति महत्त्वपूर्ण राष्ट्रिय सम्मेलनको आयोजनाका लागि आयोजक एवं सम्बद्ध सबैप्रति हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। विक्रम सम्वत 2050 सालबाट सुरु भएको राष्ट्रिय सम्मेलनको वर्तमान 11औं राष्ट्रिय सम्मेलनमा ज्ञानमाला भजन बुद्ध शिक्षा अनुसरण तथा बौद्धिक विकास विषयमा कार्यपत्र लेखन तथा प्रस्तुत गर्ने जिम्मेवारी दिनुभएकोमा आयोजकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। बुद्ध जन्मभूमि देश हाम्रो नेपालमा बुद्ध शिक्षाको प्रचार प्रसार संरक्षण एवं सम्वर्धन कार्यमा विविध क्षेत्रबाट विविध कार्यक्रमहरूको सञ्चालन आयोजन तथा निरन्तरता कायम भई आएको सर्वविदितै छ। यही क्रममा विक्रम सम्वत 1994 सालदेखि ज्ञानमाला भजन, ज्ञानमाला सङ्घ एवं त्यसमा आबद्ध विभिन्न सङ्घ खल पुचले अनेक आरोह अवरोह पार गरी सरकारी दमन समेतलाई झेली आजसम्म निरन्तरता कायम राख्न सकेकोमा अनेकानेक साधुवाद तथा बधाई ज्ञापन गर्नै पर्दछ। ज्ञानमाला शब्दको शुभारम्भ, ज्ञानमाला शब्दको सार्थकता, ज्ञानमालाले प्रदान गरेका बुद्धका शिक्षा, व्यावहारिक ज्ञान, समाज सुधारका अद्वितीय पक्ष, समाज रूपान्तरणका प्रेरणादायी प्रसङ्ग, समाज सेवाका अनुपम उदाहरणहरू, बुद्ध शिक्षाको प्रचार प्रसार, बौद्ध सङ्गठनहरूको सम्वर्धन, बौद्ध संस्कृतिको संरक्षण, बौद्ध जागरण, नेपाल भाषाको प्रचार प्रसार तथा
जगेर्ना कार्यमा महत्त्वपूर्ण योगदान, बौद्ध संस्कृतिको संरक्षण, बौद्ध जागरण साहित्य र सङ्गीतको विकासमा योगदान, ज्ञानमाला भजनको व्यापकता आदि आदि अनेक उपलब्धिहरू यो 88 वर्षको दौरान ज्ञानमाला र यससँग सम्बन्धित सङ्घ खल पुचले प्राप्त गरेकोमा सम्बद्ध सम्पूर्ण पक्षले आफूलाई धन्य ठान्नु पर्नेमा सायद दुई मत रहन्न होला। विक्रम सम्वत 2050 सालमा आयोजित प्रथम ज्ञानमाला राष्ट्रिय सम्मेलनबाट सुरु भएको राष्ट्रिय सम्मेलन आज 11औं सम्म आइपुग्नु पक्कै पनि समस्त नेपालीहरूका लागि सुखद, आत्मगौरव र आत्मसन्तोषको विषय बनेको हुनुपर्छ। विक्रम सम्वत 2074 सालमा नेपाल राष्ट्रिय ज्ञानमाला समितिको गठन पश्चात ज्ञानमाला अभियानले एक नौलो, ऐतिहासिक तथा सराहनीय फड्को मारेको देखिन्छ। किनकि यस अवधिमा बिहारहरूमा मात्र सीमित रहेको ज्ञानमाला भजनलाई अन्तर्राष्ट्रिय स्तरमा पनि प्रचार प्रसार, भजन गायन लगायत ज्ञानमाला सम्बन्धमा जागरण ल्याएको पाइन्छ। त्यसमाथि विक्रम सम्वत 2076 मा अकस्मात देखा परेको कोभिड महामारीले गर्दा घर घरमै सीमित रहनुपर्ने बाध्यात्मक परिस्थितिमा विभिन्न सामाजिक सञ्जालहरू, सञ्चार माध्यमहरू, यी मिडियाहरू मार्फत प्रभावकारी ढङ्गले देशव्यापी र विश्वव्यापी रूपमा ज्ञानमाला भजनको प्रचार प्रसारमा महत्त्वपूर्ण फड्को मारेको मान्न सकिन्छ। अहिले ज्ञानमाला भजनको क्षेत्रीय उपसमितिहरूको सङ्ख्या 7 वटा पुग्नु र खल सङ्घको सङ्ख्या 140 भन्दा बढी हुनुलाई कम आँक्न मिल्दैन। यसका लागि तत्कालीन नेपाल राष्ट्रिय ज्ञानमाला समिति र वर्तमान राष्ट्रिय ज्ञानमाला सङ्घ नेपालले विभिन्न ठाउँहरूमा ज्ञानमाला प्रशिक्षणका कार्यक्रमहरू सञ्चालन गरे। भजन प्रतियोगिता, भजन लेखन प्रतियोगिता, भजनको भावार्थ व्याख्या प्रतियोगिता आदि आयोजना गरे, जसबाट ज्ञानमाला कर्मीहरूको उल्लेखनीय रूपमा सङ्ख्यात्मक वृद्धि भएको कुरालाई नकार्न सकिन्न। यसका साथसाथै गुणात्मक वृद्धि पनि पक्कै भएको होला, तर यस वृद्धिलाई अझ अत्यधिक जनमानसमा व्यापक बनाउन सकेमा सुनमाथि सुगन्ध थपेको हुने देखिन्छ। समष्टिगत रूपमा भन्नुपर्दा ऐतिहासिक स्वयम्भूको एउटा भजन पार्टीबाट शुभारम्भ भएको ज्ञानमाला सङ्घले प्राप्त गरेको अहिलेको व्यापकता र विकासक्रम अनुपम, अद्वितीय र कल्याणकारक उपलब्धि मान्नु पर्दछ। सर्वप्रथम 18 वटा कविता गीतबाट सुरु भएको ज्ञानमाला भजन पुस्तकमा अहिले करिब 200 भन्दा बढी कविता गीतहरूको सङ्गालो पाइन्छ। तीमध्ये हाल आफ्नो रुचि अनुसारका भजनहरूको गायन भइरहेको सर्वविदितै छ। तथापि भजनको सुरुमा गरिने त्रिशरण गमन, पञ्चशीलको समाधान हरेक भजन खल सङ्घ पुचामा कायमै रहेको भन्न सकिन्छ, जसलाई अत्यन्तै सराहनीय कार्य मान्नु पर्दछ। किनकि मानिस भएर बाँच्नका लागि पञ्चशीलको पालना अपरिहार्य देखिन्छ। यसबाट मानिस आफू पनि बाँच्न र अरूलाई पनि बाँच्न दिनका लागि एउटा अत्यावश्यक वातावरण बनाइदिन्छ, जसलाई अभयदानको अभ्यास पनि भन्न सकिन्छ। यसका अतिरिक्त आफ्नो स्थानका देवी देवताहरूको गुणगान र प्रार्थना तथा आरतीका भजनहरूले पनि निरन्तरता पाइ नै रहेको देखिन्छ। मूलतः बुद्धकै शिक्षालाई सरल, सरस र हृदयस्पर्शी रूपमा कविता बनाएर सुमधुर लय, सङ्गीत तथा वाद्यवादनका साथ गायनद्वारा प्रस्तुत गरिआएको ज्ञानमाला भजनहरूमा बुद्धको शिक्षाको अर्थ, महत्त्व र कार्यान्वयन बारेमा सशक्त सन्देशहरू पाइन्छन्। यी सबैलाई आफ्नो दैनिक जीवनमा अवलम्बन गरी सुख, शान्ति र आत्मसन्तोष प्राप्त गर्नेहरू धेरै सङ्ख्यामा पाइन्छन् भन्दा अत्युक्ति नहोला।
ज्ञानमाला भजनमा प्रयोग भएका छानिएका शब्दहरूले मानिसहरूको भित्री हृदयसम्म झङ्कृत गर्न सफल भएका उदाहरणहरू प्रशस्तै छन्। लेखकले लेख्छन्, उसले पनि गम्भीर चिन्तन मनन गरेर मात्र शब्द कोर्छन्। सङ्गीतकारले पनि सोही शब्द र वाक्य अनुरूपका उपयुक्त सङ्गीत सृजना गरी लय भर्छन्। गायक गायिकाले आफ्नो सुमधुर सन्तुलित र निस्वार्थ स्वरले त्यसमा प्राण भर्छन्। अनि एउटा कविताले गीतको रूपमा जीवन्तता प्राप्त गर्दछ, जसबाट प्रत्येक तह र तबकाका श्रोतालाई गीतको गाम्भीर्यता, कोमलता र मर्मलाई सञ्चार गराउँछ अनि गीतले दिन खोजेको सन्देश प्रवाहित गर्न सफल भइन्छ। जब ती गोरिएका शब्दहरूलाई अर्थ र भावसहित बुझ्दै होसपूर्वक गाउने काम सम्पन्न हुन्छ। यही क्रममा ती शब्दका रचयिता, लय र सङ्गीतका साधक, गायनका बेजोड गायक गायिकाले बुद्धद्वारा उपदेशित र प्रशंसित दशपारमितालाई अभ्यास गर्दै गरेको अवस्था हुन सक्छ। ज्ञानमालाको भजनमा भएका शुद्ध धर्मका कुराहरू अरूलाई निस्वार्थ रूपमा सुनाउने कामलाई धर्मदानको रूपमा लिन सकिन्छ, जसलाई दान पारमिताको अभ्यास भन्न सकिन्छ। ज्ञानमाला भजन लेख्दै गर्दा, सङ्गीत भर्दै गर्दा वा लयबद्ध गरी गाउँदै गर्दा कुनै पनि प्रकारको अनैतिक कामबाट अलग भएको अवस्था भन्न सकिन्छ, जुन शील पारमिताको अभ्यास हो। ज्ञानमाला भजन गाउनका लागि प्राय गरी घर छोडेर गइन्छ होला, किनकि ज्ञानमाला भजन कुनै पार्टी पौवा, सत्तल वा सार्वजनिक स्थानमा अथवा बिहार, गुम्बा वा देवालयमा आयोजना गर्ने गरिन्छ। यस अवस्थामा भजन गाउने व्यक्ति त आफ्नो घर छोडेरै जानुपर्ने अवस्था आउँछ र यस्तो अवस्थालाई नैष्क्रम्य पारमिताको अभ्यास भन्न सकिन्छ। कतिपय अवस्थामा गीत लेखन र सङ्गीत साधनाका लागि पनि आफ्नो स्थान छोडी कुनै निर्दिष्ट स्थानमा जानुपर्ने अवस्था आउन सक्छ, जसलाई नैष्क्रम्यको अभ्यास नै भन्न सकिन्छ। भजन लेखन, लय समायोजन र गायन गर्दै गर्दा आफ्नो अन्तर्मनमा पनि पहिले कहिल्यै अनुभव नगरेका ज्ञानका कुराहरू, प्रज्ञाका कुराहरू प्रस्फुटन हुने धेरै सम्भावना रहेको हुन्छ। यदि प्रस्फुटन भएको खण्डमा त्यसलाई प्रज्ञा पारमिताको अभ्यासको रूपमा लिन सकिन्छ। शब्दको संयोजन, सङ्गीत साधना र गायनका लागि कोसिस नगरी सम्भव नै हुँदैन। त्यो पनि 1-2 पटकले नभ्याउन सक्छ। बारम्बार मेहनत, उद्योग र प्रयासले बल्ल आशातीत अवस्था बन्न सघाउँछ। यसरी वीर्य अथवा कोसिस बहुजन हित र बहुजन सुखका लागि अर्पण गर्नु, स्वार्थरहित मेहनत गर्नुलाई नै वीर्य पारमिताको अभ्यास भनिन्छ। गीत रचना, सङ्गीत संयोजन र गायनका क्रममा कतिपय अवस्थामा असह्य परिस्थिति पनि उत्पन्न हुन सक्छ। कहिलेकाहीँ आफ्नै स्वास्थ्यले पनि प्रतिकूल स्वभाव देखाउन सक्छ। यी र यस्ता जुनसुकै हालत वा परिस्थितिमा पनि आफ्नो काममा तल्लीन रहनु र त्यसलाई सहनशील भई पार गर्नु नै शान्ति पारमिताको स्वभाव हो। ज्ञानमाला रचनादेखि गायनसम्म र गायनको पनि हर बखत सत्यतामै कायम रहने मानिसको जुन स्वभाव हुन्छ, त्यो नै सत्य पारमिताको अभ्यास हो। कविता कोर्नु, गीत रच्नु, त्यसलाई उपयुक्त लय र सङ्गीत छनौट गर्नु लडतरो कुरो होइन। त्यसमा एकाग्रता सहितको साधना नितान्त आवश्यक रहन्छ। दृढ अठोट नभई त्यो साधना गर्न सक्दैन। यस्तो दृढ सङ्कल्पलाई नै अधिष्ठान पारमिता भनिन्छ।
ज्ञानमाला रचनादेखि गायनसम्मको दौरानमा एक्लो प्रयासले लक्षित सफलता हासिल गर्न गाह्रो नै पर्दछ। यसमा सम्बद्ध सबैको साथ र सहयोग अपरिहार्य हुन आउँछ र त्यो सहयोग आपसी मित्रताको भावले मात्र सम्भव हुन्छ। तसर्थ यसमा मैत्री पारमिताले पनि सम्पन्न भइरहेको हुन्छ। यही दौरान कहिलेकाहीँ आफूले सोचे जस्तो भने जस्तो र आवश्यकता अनुसारको परिस्थिति नहुन सक्छ, समयमै काम फट्टे नहुन सक्छ, विभिन्न प्रतिकूल अवस्थाको माहौल बन्न सक्छ। कोही कसैले आफूलाई मन नपर्ने, मन नलाग्ने, चित्त नबुझ्ने काम कुरा वा व्यवहार गर्न सक्छ। त्यस्तो अवस्थामा कुनै कोही वा कसैप्रति द्वेष भाव नराखी उपेक्षापूर्ण वा तटस्थ भावमा रहन सकियो भने चित्त डावाडोल, अशान्त र क्रोधपूर्ण अवस्थामा नरही शान्त, शीतल र समतामा रहन सकिने हुन्छ, जसलाई उपेक्षा भनिन्छ। यसरी उपेक्षा पारमिताको पनि अभ्यास ज्ञानमाला भजन रचनादेखि गायनसम्म पनि भइरहेको हुन्छ। हुन त ज्ञानमाला भजनका लागि वाद्यवादन, वाद्य सामग्री आदिको पनि प्रयोग गरिन्छ। तसर्थ ज्ञानमाला भजन भन्नासाथ गीत रचना, उपयुक्त लय सङ्गीतको पहिचान अनि गायनका साथसाथै वाद्यवादनको पनि प्रसङ्ग आउँछ। माथि उल्लिखित 10 पारमिताको अभ्यास वाद्यवादन बिनाको भजन र वाद्यवादन सहितको भजनमा पनि पाउँछौँ, अभ्यास गर्न सक्छौँ र त्यसबाट मानसिक वा आध्यात्मिक शान्ति, सुख र आत्मसन्तोष प्राप्त गर्न सकिने रहेछ। अझ भजन गर्दा, सङ्गीत सामग्री चलाउँदै पनि गर्दा प्रत्येक गतिविधिलाई होसपूर्वक जानकारी राख्दै गर्न सकेमा बुद्ध उपदेशित सतिपट्ठान भावनाको अभ्यास गरेको ठहरिन्छ। हुन त ती सबै काम जानकारी राख्दै नै गरिन्छ, तर प्रविधिगत रूपमा र भौतिक रूपमा मात्र हुने गरेको देखिन्छ। स्मृतिपूर्वक गर्न सकिएमा विपश्यना ध्यान गरेको हुन सक्छ र त्यसको गन्तव्य भनेको निर्वाणलाई साक्षात गर्नु नै हुनेछ। यसरी नै 10 पारमिता पूर्णयाना 10 बल छिके देकेनु बोधिसत्व या लपुजना बुद्ध छिपी जुवनेनु भन्ने भजनले सार्थकता पाउने हुन सक्छ। यति मात्र होइन, भजनमा समर्पित हुँदै गर्दा ती भजनकर्मीमा सप्तरत्न धनको उदय भएको पनि हुन सक्छ। जस्तो कि अत्यन्त श्रद्धाका साथ ज्ञानमाला भजनमा शरीक भइन्छ, श्रद्धा धन भएको ठहरियो। आचरण शुद्धिमा सतर्क होइन्छ, शील धनले युक्त भइयो। शीलवान व्यक्ति अकुशल काम गर्नमा लोकलाजको कारणले हच्किन्छ, हिरी धन भइहाल्यो। अकुशल कामको प्रतिफल दशाको रूपमा आउन सक्छ भनी लोक भए लिन्छ, वटप्प धनका धनी भइहाल्यो। ज्ञानमालामा गाँसिएका सुन्दर सुन्दर शब्दका फूलहरूको ज्ञानले श्रुत अथवा वित्तवटा धन बढाउन मद्दत गर्दछ। तन मन धनले भजनमा लागेका व्यक्तिमा त्याग प्रचुर मात्रामा हुने नै भयो, जसलाई त्याग धन भनिन्छ। श्रुत धन वृद्धि हुँदै गएमा प्रज्ञा वा विवेक बुद्धि रूपी धन पनि वृद्धि हुँदै आउँछ। यसरी कुनै पनि शुद्ध ज्ञानमाला कर्मी सप्तरत्न धनका धनी भइन्छ। बुद्धको जन्मभूमि भएर पनि बुद्धकै मूल शिक्षाबाट वञ्चित नेपालका नेपालीहरूलाई ज्ञानमाला भजनको प्रादुर्भावले बुद्धका गहन जीवनोपयोगी र संसार विमुक्तिका ज्ञान, उपाय र मार्गहरूको बारेमा झकझकाउने, सचेत गराउने र गौरवान्वित बनाउनमा ठुलो गुण लगाएको पाइन्छ। बुद्धका मूलभूत कुराहरू चतुर्य सत्य, आर्य अष्टाङ्गिक मार्ग, प्रतित्य समुत्पाद, हेतु प्रत्यय, अनित्य, दुःख, अनात्म, अनिश्वरवाद, हेतुवाद
आदि गहन गम्भीर र एउटै मात्र उपायलाई कविता गीत मार्फत सरल रूपमा बुझाइएका उदाहरणहरू यस ज्ञानमालाका भजनहरूमा थुप्रै पाइन्छन्, जसबाट मानिसको बौद्धिक विकासमा अनुपम योगदान पुर्याएको छ भन्नुमा कुनै प्रकारको हिचकिचाहट वा अन्योलपना राख्नु पर्ला जस्तो लाग्दैन।